इन्टरनेसनल कन्सल्टेन्ट ल्याएर गरेको, हामीले अङ्ग्रेजी नलेखिकन नेपाली पनि देखाउनु गरेका छौँ। यो नेपालीकरण गरेर तपाईँले यास भनेको हामीले नेपालीले मात्रै पनि विदेशी यास भनेको यो स भनेको बुझ्छ बुझ्दैन भन्दा पनि पिक्टोरियल हो यसको पिक्टोरियल डिस्क्रिप्सन हो, यसको बेसिक पिक्टोरियल डिस्क्रिप्सन हो कि म जवाब दिन्छु हजुरलाई। उहाँ जवाब दिनुहुन्छ ल। डिम्याट भनेको हजुरले आफै गर्ने हो कि हामीले गर्ने हो? होइन सर, त्यो डिम्याट भनेको पार्टी गरौँ यस सभा समक्ष हार्दिक अनुरोध गर्दछु। धन्यवाद। अब एजेन्डा नम्बर 3, थ्याङ्क यू। अब हामी छलफलको विषय नम्बर 3 को सामान्य प्रस्तावमा प्रवेश गर्छौँ, जसमा कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष 2081-82 को नाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पुँजीको 16.5789% का दरले नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गर्ने। पास। अब एजेन्डा नम्बर 4, अब हामी छलफलको एजेन्डा नम्बर 4 सामान्य प्रस्ताव पेश गर्दछौँ, जसमा कम्पनीको लेखा परीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष 2082-83 को लागि कम्पनीको वैधानिक लेखा परीक्षक नियुक्ति गर्ने तथा निजको बाइक निर्धारण गर्ने सामान्य प्रस्ताव रहेको छ। धन्यवाद कार्यकारी अध्यक्ष तथा सभा। कम्पनीको